आज चाहिँ म के भन्नु आएको नि भने नि साथीहरू मलाई यो भिडियो बनाउनु त मन थिएन क्या। त्यही भएर कतिजनाले यो कुल भयो भन्ने चाहिँ चिन्छ होला नि त होइन। मलाई नि लास्टै मन पर्ने क्या। जस्ट अब भिडियोहरू हेरिरहन्थेँ, उसको धेरै हेरिरहने क्या। टिकटक लाइभहरू पनि हेरिरहने, फलो नि गरेको थिएँ। अनफलो हानिदिइसकेँ मैले चाहिँ, किनभने मलाई चित्त बुझेन। त अहिले चलिरहेछ त थपु भन्ने, त्यो केटीहरूको इज्जत लुटेर टिकटकतिर भिडियो त्यस्तोहरू लाइभहरू बस्ने तिनीहरूमा त्यो थपुको आइडी डिलिट भइरहेछ, ब्यान गरिदिइरहेछ। अनि फेरि त्यत्रो धेरै फलोवर्स बढिरहेछ क्या। हाम्रो नेपाली समाजमा चाहिँ किन छोरी मान्छेको शरीर नाङ्गिएको हेर्न मन गर्नेहरू सबै हुन्छ। अनि मलाई यो कुलबोय दाइदेखि चित्त नबुझेको कुरा भनेको यो कुलबोय दाइले चाहिँ किन सपोर्ट गरेको त्यो थपुलाई। खासमा लाइभमा आएर सपोर्ट गरेको भिडियो मैले देखिरहेको थिएँ क्या। अलि टिकटकर भएपछि त ठुलै मान्छेपछि त अलिक राम्रो काम गर्नु नि त। त्यस्तो छोरी मान्छेको शरीर नाङ्गेको हेर्ने देखाउने त्यस्तोहरूलाई चाहिँ किन सपोर्ट गरिरहेछन्, के भनेको रहेछन् नि एउटा दाइले चाहिँ कुलबोयले चाहिँ राम्रो गर्दै गर भाइ, तिमी राम्रो गर्दैछौ, अहिले तिम्रो यस्तो भ्युर्स पनि अहिले नै छौ, भर्खर आउँदैछौ भनेर रहेछ। अरे यो जतिसुकै आओस् क्या, त्यो छोरी मान्छेको शरीर नाङ्गेको हेर्नलाई हाम्रो मान्छेहरू कति बेरोजगार भएको क्या। नेपालका मान्छेहरू प्रायः सबै मान्छे त्यहीँ हुन्छ क्या। त्यो थपुको आइडी 24 घन्टाभित्र 25,000 26 भन्दै 30 त्यस्तै पुगेको थियो भन्दै थियो आफैले। भिडियो मैले पनि देखेको आएको थियो मेरोमा, त्यत्रो फलोवर्स बढेको रहेछ क्या। किन हामी चाहिँ तिमीहरूको त्यो थपुको भिडियो हेर्नु र तिमीहरूको तिमीहरूको आफ्नो दिदीबहिनी, तिमीहरूको आमाको शरीर नाङ्गेको हेर्नु उस्तै हो क्या। तिमीहरू किन यसरी गर्छौ क्या। बरु नहेर होइन, त्यो भिडियो नहेर। तिमीहरूको इज्जत छ भने तिमीहरूको दिदीबहिनीलाई कुनै बेला तिमीहरूको दिदीबहिनीको शरीर नाङ्गेको तिमीहरूले देख्न सक्छौ, त्यस्तै हो क्या। त्यही भएर त्यो लाइभ नहेर। अनि अर्को कुरा भनेको त्यो थपुको लाइभमा छोरी मान्छेहरू चाहिँ भाइरल हुनको लागि धेरै गइरहेको हुन्छ क्या। त्यो सोझो पनि गएर शरीर नाङ्गाइराखेको हुन्छ, पुरै देखाइरहेको हुन्छ। किन त्यस्तो गर्छौ तिमीहरूले जतिसुकै भयो भने इज्जत फ्यालेर कमाएको पैसाको कुनै पनि कदर हुँदैन हेर है। तिमीहरूले इज्जत फ्यालेर पैसा कमायो भने त्यो पैसा केही कामको हुँदैन। त्यही भएर आफ्नो इज्जत बचाऊ। त्यस्तो भिडियो नहेर। त्यो पर्सनल्ली केही हो भने त्यो होस्, त्यो बाल भएन होइन, तर त्यो सबैलाई देखाउने गरी किन गर्नु। त्यो थपु भन्ने मलाई मन पर्थ्यो। त्यो बिहारीसँग राम्रो भिडियो पार्थ्यो। पहिला मैले पनि फलो गरेको थिएँ, अनफलो गरिदिइसकेँ त्यसलाई पनि होइन। त्यो अहिले आइडी पनि ब्यान भइसकेछ। मैले कुलबोय दाइलाई नै अनफलो हानिसकेँ, किनभने त्यो त्यस्तो छोरी मान्छेको शरीर नङ्गाएर देखाउने लाइभमा मान्छेलाई त्यसरी सपोर्ट गर्नु त ठिक लागेन क्या मलाई। जस्तै पनि म होरा दाइको लाइभ हेर्छु, धेरै हेर्छु। एमआरबी दाइ पनि कहिले काहीँ आउनुहुन्छ। म एमआरबी दाइको भ्लग हेर्छु, बेबोको हेर्छु। त्यो हामीले त उनीहरूले गरेको भिडियोहरू केही गरेर सिक्ने हो नि त। उनीहरूले हामीलाई अनि त्यस्तो सिकाउने हो त। होरा दाइले छाडा बोल्छ, जस्तो उसले छाडा बोले नि मनबाट बोल्छ नि त। जस्तै उसले छाडै मात्रै सिकाउनु खोजेको होइन नि त, उसले राम्रो सिकाउँछ। तर त्यो कुलबोयले थपुलाई त्यो सपोर्ट गरेको चाहिँ मलाई पचेन है साँच्चीकै। कतिपय सक्छौ भने यो भिडियो कुलबोयलाई थपुकोमा सेयर गर होइन। सायद मेरो भ्युज पनि के 2-3 सय जान्छ, जाँदैन, कसैले पुऱ्याउँछ भन्ने आश पनि छैन। जान्छ नि पुग्दैन पनि होला। म ट्याग गरेर चाहिँ हाल्छु। त्यही पनि कुलबोय दाइ तपाईँदेखि मलाई चित्त चाहिँ बुझेन। त्यत्रो ठुलो सेलिब्रेटी भइसकेको, फिल्म भिडियो खेलिसकेको मान्छेले त्यस्तो भन्नुपर्ने। त्यो छोरी मान्छेको अङ्ग देखाउने मान्छेलाई सपोर्ट गरेको चाहिँ मलाई 1 रुपियाँको पनि चित्त बुझेन है साथी। कतिले नराम्रो भन्ला यो भिडियोमा बनायो होइन, मलाई चित्त नबुझेको थिएँ। मेरो त दिदीबहिनी छैन, त्यही पनि म त भन्दैछु। आफ्नो दिदीबहिनी छैन, मलाई टेन्सन नहुनु पर्ने नि त। त्यही पनि अरूको त छ नि त। अब कतिपय मान्छे हुन्छ त्यहाँ 6-7 कति भन्दै थियो उसले त 7-8 कति 10-11 हजार भन्दै थियो र थपुले त। त्यत्रो भ्युर्स हुन्छ भने तिमीहरू यत्रो बेरोजगार नहौ न। अर्काको छोरीको शरीर नङ्गेको हेर्नलाई किन तयार बस्छौ तिमीहरू। एक दिन तिमीहरूको छोरी मान्छेको इज्जत गएर इज्जत नाङ्गेको छ भने तिमीहरू हेर्नलाई तयार हुन्छौ। तिमीहरूको दिदीबहिनी नाङ्गो बसेको हेर्न तयार हुन्छौ तिमीहरू। त्यही भएर त्यो तयार छैन भने त्यस्तो फलो पनि नगरे क्या। बरु तिमीहरूलाई इज्जत तिमीहरूको छ भने फलो नगरे। यति कुरा याद राखे कि त्यो तिमीहरूको केटीहरूले पनि तिमीहरूको दाजुभाइहरूको आइडीमा हेर कि फलोइङ गरेको छ कि छैन त्यो थपुलाई। त्यहाँ हेर त तिमीहरूको भाइहरू प्रायःहरू त्यही हुन्छ। छोरा मान्छेहरू किन यति हुन्छ अनि यति साह्रो बेइज्जती हुन्छ। अब इज्जत नफाल न केटा हो। अनि अर्को कुरा भनेको छोरी मान्छे किन भाइरल हुनको लागि नाङ्गिन तयार भन्छ। राम्रोसँग लुगा लगाऊ न। राम्रो लुगा लगाएको हामीले हेऱ्यो भने सिम्पल कपडा लगाऊ, कुर्ता सुरुवाल लाऊ न। तिमीहरूको भिडियो चलिरहेको हुन्छ त। किन तिमीहरू शरीर नङ्गाएर भिडियो चल्न खोज्छौ। चित्तै बुझ्दैन यार। यो कुलबोय दाइ मलाई लास्टै मन पर्ने क्या। पहिल्यैदेखि राम्रो बोल्दै आइराखेको, उसको लाइभ हेर्थेँ होइन। मैले त अनफलो हानिदिएको साथीहरू। किन त्यस्तो चाहिँ गर्नु। मलाई सपोर्ट गरेकै मन परेन क्या साथीहरू। त्यो अर्काको छोरीको शरीर नङ्गाएको मान्छेलाई सपोर्ट गर्नेलाई मैले फलो गरेर नि के अर्थ हुन्छ होइन। त्यही भएर मैले चाहिँ अनफलो हानिदिएँ साथीहरू। यो भिडियो चाहिँ सकेसम्म कुलबोय दाइकोसम्म पुऱ्याऊ क्या सक्छौ भने। अब
भिडियो चल्दैन मेरो भिडियो त्यस्तै 300-400 भ्युज मात्रै जान्छ, आइडी नै फ्रिज भइरहेछ। त्यही हो साथीहरू। भाइ मलाई चाहिँ कुल बोय देखिको चित्त बुझेन। अर्को कुरा भनेको शरीर नङ्गाउने छोरा मान्छेको भिडियोमा फलो गर्ने, तिमीहरू हेर्ने, तिमीहरू कहिल्यै पनि उँभो लाग्दैन है साथीहरू। हेर्दै बस्छ तिमीहरू, कोही उँभो लाग्दैन। त्यही भएर आफ्नो छोरी मान्छे, आफ्नो दिदी बहिनीको शरीर नङ्गेको हेर्नलाई तयार नबस्छ क्या। बरु त्यो थपुलाई त जेल हाल्नु पर्ने क्या, खास गरी पुलिस ल्याउनु पर्ने लाग्दैन र त्यस्तो छोरी मान्छेको शरीर नङ्गाएको साराले देख्छ त हौ भाइ।